धान चाहिँ यता उसको यसरी मजाले धान खेती गरेर खाम्ला भनेर गरेको खेती सर्लक्क ढलेर यस्तो हालतमा छ ल हेर। एउटा ठाडो छैन, उहीँ माथिसम्म सबै ढले। अब खान मिल्छ यो चामल? कसले काटेर कसले खाने हो? मजाले मिसिनले काटेर खाम्ला भने आउखरे। ए कोही छोरा हस्पिटलमा अचेत अवस्थामा अङ्गभङ्ग भएर बसिरहेछ। त्यही अनुसार धान पनि अङ्गभङ्गमै बसेछ। यी आमामा दैव भनेको एकैचोटि लाग्दो रहेछ। गर दैव भन्ने कुरा एकैचोटि लाग्छ भन्छ नि, त्यही रहेछ। ओहो, सधैँभरि यस्तै समस्यामा झेल्नुभन्दा त छिटो कालाएर लग्यो भने त्यसले राम्रो हुन्थ्यो होला। धरतीले शान्ति पाउँथ्यो होला। माथि गएर जेसुकै होला, तल चाहिँ धरतीले चाहिँ शान्ति पाउँथ्यो होला। बरुगा घर हेऱ्यो भतभुङ्ग, बन हेऱ्यो भतभुङ्ग, त्योभन्दा त बरुगा शान्त हुन्थ्यो होला। भगवानले लगे त। ओहो, सिट खाली छ कि छैन मेरो लागि? सिट खाली भएर लैहाल्यो हुन्छ भगवान। हत्तेरिका, यस्तो अवस्थामा बस्नुभन्दा यो गरेर खामला नि छैन, त्यो गरेर खामला नि छैन। ल हेर, दुःख गऱ्यो खामला भन्ने बेलामा यस्तो छ। छोराछोरी पाल्यो छोराछोरीको कमाइ खाने भन्ने बेलामा त्यही छोराछोरीको हेर्दै बस्न परेछ अब।